String library functions in C स्पोकन ट्युटोरियलमा स्वागत छ। यो ट्युटोरियलमा हामी सिक्ने छौं स्ट्रिङ लाइब्रेरी फंक्सनहरु। हामी यसको लागि केही उदाहरणहरु पनि प्रयोग गर्ने छौं। यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छु उबुन्टु अपरेटिङ सिस्टम संस्करण 1110 जीसीसी कम्पाइलर संस्करण 4.6.1। स्ट्रिङ लाइब्रेरी फंक्सनको परिचयसँगै सुरु गरौँ। यिनीहरु स्ट्रिङमा कार्यहरु गर्ने फंक्सनहरुको समूह हो। विभिन्न कार्यहरु जस्तै कपी गर्ने, जोड्ने, खोज्ने आदि गरिन्छ। अब केही स्ट्रिङ लाइब्रेरी फंक्सनहरु हेरौं। यहाँ हामीसँग strncpy फंक्सन छ। यसको सिन्ट्याक्स strncpy char str1 char str2 र इन्ट n। यसले स्ट्रिङ str2 को पहिलो n अक्षरहरु स्ट्रिङ str1 मा कपी गर्छ। उदाहरण char strncpy char hello char world2 आउटपुट WOLLO हुनेछ। यहाँ हामीसँग स्ट्रिङ 2 को WO छ र बाँकी स्ट्रिङ 1 बाट छ। अब हामी strncmp फंक्सन हेर्ने छौं। यसको सिन्ट्याक्स हो strncmp char str1 char str2 र इन्ट n। यसले स्ट्रिङ 2 लाई स्ट्रिङ 1 सँग तुलना गर्छ। उदाहरण इन्ट strncmp char ice cream र 2 आउटपुट 0 हुनेछ। अब हामी स्ट्रिङ लाइब्रेरी फंक्सनहरु हेर्ने छौं। अब म प्राय प्रयोग गरिने स्ट्रिङ फंक्सनहरु देखाउने छु। मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरिसकेको छु। म यसलाई खोल्ने छु। यहाँ हामीसँग स्ट्रिङ लेन्थ फंक्सन छ। याद गरौँ हाम्रो फाइलको नाम strlen.c छ। यसमा हामी स्ट्रिङको लम्बाई पत्ता लगाउने छौं। stdio.h र string.h हेडर फाइलहरु हुन्। यो हाम्रो मेन फंक्सन हो। यहाँ हामीसँग क्यारेक्टर भेरिएबल arr छ। यसले एउटा मान अश्विनी भण्डार गर्छ। अनि हामीसँग एउटा इन्टिजर भेरिएबल len1 छ। यहाँ हामी strlen फंक्सन प्रयोग गरी स्ट्रिङको लम्बाई पत्ता लगाउने छौं। नतिजा len1 मा भण्डार हुनेछ। अनि हामी स्ट्रिङ र यसको लम्बाई प्रिन्ट गर्ने छौं। र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो। अब प्रोग्राम एक्जिक्युट गरौँ। टर्मिनल विन्डो खोल्न किबोर्डको Ctrl Alt र T किहरु एकसाथ थिचौं। कम्पाइल गर्न टाइप गरौँ जीसीसी स्पेस strlen.c स्पेस -o स्पेस str1 इन्टर थिचौं। टाइप गरौँ ./str1 इन्टर थिचौं। आउटपुट यस्तो देखिन्छ। स्ट्रिङ इक्वल टु अश्विनी लेन्थ इक्वल टु 7। तपाई यहाँ गिन्ती गर्न सक्नुहुन्छ 1 2 3 4 5 6 र 7। अब अर्को स्ट्रिङ फंक्सन हेरौं। यहाँ हामीसँग स्ट्रिङ कपी फंक्सन छ। हाम्रो फाइलको नाम strcpy.c भएको याद गरौँ। यसमा हामी सोर्स स्ट्रिङलाई टार्गेट स्ट्रिङमा कपी गर्ने छौं। यहाँ हामीसँग सोर्स स्ट्रिङमा आइस छ र यो टार्गेट स्ट्रिङमा कपी हुनेछ। यो हाम्रो strcpy फंक्सन हो। यहाँ हामी सोर्स स्ट्रिङ र टार्गेट स्ट्रिङ प्रिन्ट गर्ने छौं। एक्जिक्युट गरौँ र हेरौं। हाम्रो टर्मिनलमा फर्कौं। कम्पाइल गर्न टाइप गरौँ जीसीसी स्पेस strcpy.c स्पेस -o स्पेस str2 इन्टर थिचौं। टाइप गरौँ ./str2 इन्टर थिचौं। आउटपुट यस्तो देखिन्छ। सोर्स स्ट्रिङ इक्वल टु आइस टार्गेट स्ट्रिङ इक्वल टु आइस। अब अर्को स्ट्रिङ फंक्सन हेरौं। अब हामी स्ट्रिङ तुलना गर्ने फंक्सन हेर्ने छौं। हाम्रो फाइलको नाम strcmp.c भएको याद गरौँ। यसमा दुई स्ट्रिङहरु तुलना गर्ने छौं। यहाँ हामीसँग क्यारेक्टर भेरिएबलहरु str1 र str2 छन्। str1 ले मानको रुपमा आइस र str2 ले क्रिम भण्डार गर्छ।
यहाँ हामीसँग I र j इन्टिजर भ्यारिएबलहरु छन् यसमा हामी strcmp फंक्सन प्रयोग गरी स्ट्रिङहरु तुलना गर्ने छौं यहाँ हामी str1 मतलब आइस लाई हेल्लो सँग तुलना गर्ने छौं नतिजा I मा भण्डार गरिन्छ यसमा हामी स्ट्रिङ 2 मतलब क्रिम सँग तुलना गर्ने छौं नतिजा j मा भण्डार हुन्छ अनि हामी दुवै नतिजाहरु प्रिन्ट गर्ने छौं र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो अब प्रोग्राम एक्जिक्युट गरौँ हाम्रो टर्मिनलमा फर्कौं कम्पाइल गर्न टाइप गरौँ जीसीसी स्पेस strcmp.c स्पेस -o स्पेस str3 इन्टर थिचौं टाइप गरौँ .str3 आउटपुटमा 1 0 देखिन्छ हाम्रो प्रोग्राममा फर्कौं यहाँ हामी 1 प्राप्त गर्छौं र यहाँ 0 पाउँछौं हाम्रो स्लाइडमा फर्कौं संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं स्ट्रिङ लाइब्रेरी फंक्सनहरु strlen strcpy strcmp strncpy र strncmp एउटा कार्यको रूपमा स्ट्रिङ बेस्ड र स्ट्रिङ बस जोड्न एउटा C प्रोग्राम लेख्नुहोस् हिन्ट strcat char str1 char str2 साथै स्ट्रिङ लाइब्रेरीका अन्य फंक्सनहरुको पनि खोज गरौँ तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ यदि तपाईसँग राम्रो ब्यान्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला सञ्चालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आईसीटी एमएचआरडी भारत सरकारको सहयोग रहेको छ यो मिशन सम्बन्धी थप जानकारी तलको लिंकमा उपलब्ध छ म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार